नमस्कार। जनपुकार.com को भिडियो अन्तर्वार्तामा स्वागत छ। म माधवराज तिवारी। दर्शकवृन्द, आज हामी एकजना लेखक प्रतीक ढकालसँग कुरा गर्दैछौँ, जसले नियात्रामा दखल राख्नुहुन्छ र झन्डै 1 दर्जन भन्दा बढी नियात्राहरू प्रकाशन गर्नुभएको छ। स्वागत छ ढकालजीलाई। धन्यवाद। अहिले चाहिँ के गर्दै हुनुहुन्छ यहाँ? अहिले मेरो अब 69 सालको अन्तसम्म चैत महिनाभित्रै मेरो नियात्राको 8औं कृति, सबै कृतिहरू भने होइन, नियात्रामा पनि विशेष गरेर उच्च पर्वतीय नियात्रामा गर्दाखेरि 8औं कृति परिक्रमा अन्नपूर्ण भन्ने नाममा लाग्दैछ। त्यही नै भन्नु पर्यो। पछिल्लो यो अघिल्लो वर्षको गण्डकीको मुहानतिर त यहाँले हेरिसक्नु भएको छ। यो नियात्रामा नै लाग्नुको मुख्य कारण चाहिँ के हो? यसअघि त कथा कवितामा पनि जोड्नु भएको थियो। सुरुमा मैले कविता लेखेँ, पछि कथा पनि लेखेँ। तर जब म घुम्दै मुलुकका भित्री भागहरूमा पुगेँ, मलाई के महसुस भयो भने हाम्रो मुलुक असाध्यै सुन्दर छ। संसारका केही देशहरू घुम्ने, 1 दर्जन देशहरू घुम्ने मैले पनि मौका पाएको छु, 1.5 दर्जनै भयो होला। ती देशहरूमा यो नेपालको जस्तो यो जैविक विविधता, यो भौगोलिक विविधता, यो भाषिक विविधता, यो जातीय विविधता यस्तो हुँदैन। त्यो कुरो के हुन्छ भने एकै खालको प्रवृत्ति देखिन्छ। तर हाम्रो मुलुक चाहिँ कस्तो देखियो भनेदेखि यति धेरै विविधता भएको देश त कहीँ पनि छैन। अनि जुन किसिमको एउटा संयोग मिलेर म आफ्नो मुलुकको राम्रा भागहरू देख्ने घुम्न पाएको छु, त्यो देख्ने घुम्ने अवसर त सबै मान्छेलाई त मिलेको हुँदैन। जस्तो हाम्रै नेपाली दाजुभाइ दिदीबहिनी पनि कसैले उमेरको कारणले, कसैले स्वास्थ्यको कारणले, कसैलाई चाहिँ अब हिँड्न रुचि नभएको कारणले, कसैलाई आइडियै नभएको कारणले पनि त यो देखेको त हुँदैन। देखेको नभइसकेपछि त त्यस्तो राम्रा दृश्यहरू छन् हाम्रो देशमा भनेर भन्नु त पऱ्यो नि मैले। अनि मेरो त एउटा लेखकीय कर्तव्य के महसुस गर्छु भने मैले जुन राम्रो चिज देखेँ, म त भाग्यमानी रहेछु, मैले देखेँ। तर जो आउन सकेका छैन उनीहरूलाई त भन्नुपर्छ, देश बहुत राम्रो छ भनेर थाहा त दिनुपर्छ भनेर अनि तस्बिर खिचेर लिएर आएर गर्ने। छहरसँगै उभिएको कहाँ देखे हुन्छ मान्छे? नदीसँगै सुतेको कहाँ देखेको हुन्छ मान्छे? सगरमाथाको आधार शिविर, सगरमाथा भनेको हाम्रो सम्पत्ति हो नि, त्यो त कति मान्छे पुगेका छन् नेपालको? पुगेका छैन। त्यसले गर्दा नपुगेको मान्छेले पुगे जस्तै अनुभूति दिनु, उमेरकै कारणले हिँड्न नसक्ने मान्छेलाई पनि डोर्याउँदै पुर्याउने। त्यही भएर मेरो पाठकहरू प्राय प्रबुद्ध माथिल्लो उमेर भएका मान्छेहरू पनि धेरै मान्छेहरू मेरो पाठक हुनुहुन्छ। मेरो पाठकहरू को हुनुहुँदो रहेछ भन्ने कुरो त अब आउने किताबमा उहाँहरूको प्रतिक्रिया हेरेर पनि थाहा हुन्छ। यहाँले चाहिँ यसरी यो जुन खाले नियात्रा लेखिराख्नु भएको छ, प्रेरित तपाईँलाई आफ्नो परिवारभित्रबाट लेख्नलाई, नियात्रा नै लेख्नलाई भन्दा पनि कलम चलाउनलाई चाहिँ कसले प्रेरित गर्यो? यसो हो, म 9 वर्षको हुँदा नै आमा बित्नुभयो। मेरो आमा निरक्षर नै हुनुहुन्थ्यो, तर आमा मौखिक रूपले फटाफट कविता लेख्न सक्नुहुन्थ्यो। गाउँमा अब एउटा बाहुन परिवारमा गाउँमा झोल किन्दाखेरि के भयो, बिहाबटुलोमा सिलोक भन्ने, जुवारी खेल्ने, त्यही त हो। मेरी आमालाई कसैले पनि हराउन सक्दैन थियो। आमाले खर्र कविता बनाएर भन्न सक्नुहुन्थ्यो छन्नमै। त्यो प्रभाव ममा पनि रह्यो। त्यसैले मैले सुरुमा पनि छन्नमै लेखेको हुँ। पछि चाहिँ यो जागिरको सिलसिलामा, सरकारी कामकाजको सिलसिलामा घुम्दै जाँदाखेरि धेरै कर्मचारीको के हुन्छ भने खटाएको ठाउँमा नजाने, तर म चाहिँ मौका परेको हो यो जानुपर्छ भन्ने, खटाएको भन्दा अझ बढी जाने। त्यो बढी जाँदाखेरि त के छ भने हरेक ठाउँमा पुग्ने बित्तिकै बेग्लै विशेषता देखिन्छ, विविधता देखिन्छ, विचित्रता देखिन्छ। त्यो ठाउँको विशेषता भनेको त्यही त हो। त्यसले तान्छ, विविधताले पनि तान्ने भयो, विशेषताले पनि तान्ने भयो, विचित्रताले पनि तान्ने भयो। अब धेरै मान्छेहरूले हिमाल भन्ने बित्तिकै एउटा डाँडो हुन्छ होला, त्यो डाँडोको टुप्पोमा हिउँ पर्छ होला, अनि पर्न सके जति अडिन्छ, अडिन नसके तल झार्छ होला, त्यही टुप्पोमा हिउँ परेपछि हिमाल हुन्छ होला भन्ने लागेको हुन्छ। मैले पनि वर्षौँसम्म यही धारणा साँचेँ। जब साँच्चै हिमालको फेदीमा म पुगेँ, अब त म 35-40 भन्दा बढी हिमालको बेस क्याम्पहरूमा, त्यो हिमाल क्षेत्रमा भ्रमण गरिसकेको छु। 71 जिल्ला त धेरै नै इन्टेन्सिभली मैले पैदल हिँडेको छु भनेपछि धेरै देखियो। अहिले मैले हिमाल भनेर के बुझेर छु भन्ने कुरोमा मलाई लाज लाग्छ। किनभने त्यो हिमाल, जुन हिमाल सजिलै मैले देखिराखेको छु आधार शिविरमा उभिएर, त्यो हिमाललाई थाम्न मेरो पैताला मुनि त्योभन्दा 20औं गुणा ठुलो हिमाल हुन्छ। तपाईँ विचार गर्नुहोस् न, नेपालको यो हिमालहरू जहाँ 8000 मिटर माथिका विश्व स्तरमा 14वटा हिमाल छन्, त्यसमध्येका 8वटा नेपालमा भनिन्छ। त्यो रेन्ज भनेको चुचुरै गन्ने हो भने त 14वटा छ। संसारको यत्र महासागरको स्रोत के त
यिनै हिमालहरू त सानो गर्वले एकदमै गौरवशाली भूमिमा छौँ नि हामी चाहिँ। यस्तो भूमि त कहाँ पाइन्छ? अनि यो कुरा चाहिँ भन्नुपर्छ भन्ने हिसाबले राम्रो कुराले मलाई आफै त हान्यो। राम्रो कुरा भन्नुपर्छ भनेर भन्दै गएँ। पहिले त अब बियोन्ड द हिमालयज निस्क्यो, नेपाली भन्दा पनि अङ्ग्रेजी निस्क्यो, युरोपबाट निस्क्यो, युरोपेलीहरू खुसी भयो, ओ यस्तो राम्रो भन्ने। त्यसबाट त्यो पढेर पर्यटकहरू आउनु थाल्यो। अनि त्यसको नेपाली हिमालबारीको यसो निस्क्यो। 10 महिनाभित्रमै 4थो संस्करण निस्किनु पर्ने भयो। अहिले बजारमा 7औं संस्करण छ। अब कतै पाठ्यक्रममा नपरेको, कहीँ चर्चा नभएको किताब 7औं संस्करण निस्किने भनेको त हाम्रो देश कति राम्रो रहेछ भनेर मान्छेले रुचाएको होइन। एकदम तपाईँले नै भनिरहनु भएको छ सगरमाथाको आधार शिविरबाट। सगरमाथाको आधार शिविरबाट पनि त अहिले 4थो संस्करण बजारमा छ। र सगरमाथा चढ्दाखेरि ठाउँ ठाउँमा भर्याङ हालेर चढ्नुपर्छ भनेर भन्ने लेखाएको त मै मात्रै भएन, कसैले पनि भनेको थिएन। सगरमाथालाई नेपालभित्रैबाट टप टु बटन सिङ्गै देख्न सक्ने ठाउँ छ 5 पोखरीको छेउबाट भनेर पनि मैले भने, किताबमा लेखेँ। अब अहिले त ट्रेकिङको ग्रुप पो चल्छ त्यहाँ, मान्छेहरू पेसा व्यवसाय सुरु गरे। एउटा टुरिस्ट यहाँ आइदिनु भनेको त ट्याक्सी ड्राइभरदेखि लिएर, सामान मिलाउने मान्छेदेखि लिएर, होटलको मान्छेदेखि लिएर, त्यो होटलमा साग दुध तरकारी बेच्ने मान्छेदेखि लिएर औसतमा 11 जनाले अवसर पाउँछन्। त्यही भएर राम्रो देश छ, देश बहुत सुन्दर छ भनेर भन्न सकियो भने ती मान्छे आउँछन्। ती मान्छे आयो भने हाम्रो गरिबी निवारण हुन्छ। हामी अर्काको चाहिँ नोकरी गर्न जानु पर्दैन। यहाँले धेरै पुस्तक लेख्नुभयो। हजुर। ती पनि फेरि हिमाल केन्द्रित छन्। हिमाल केन्द्रित धेरै पुस्तकहरू। हजुर। यी धेरै पुस्तकहरूमध्ये पनि तपाईँ आफैलाई मन छोएको, हजुर, आफैले सर्वोत्कृष्ट पुस्तक भन्दाखेरि चाहिँ कुनलाई भन्नुहुन्छ? यस्तो हुन्छ, त्यो हरेकको विशेषता बेग्लै बेग्लै छ। जस्तो अब हजुरको भन्दाखेरि चिनको विचित्र चित्र भन्ने एउटा किताब छ मेरो 8वटा मध्ये। त्यो चिनको विचित्र चित्र भन्ने किताब चिनको होला जस्तो लाग्छ नि शीर्षक। तर त्यो चिनको विचित्र चित्र भन्ने किताब भएर मेरो चिनको भ्रमण भयो भने नेपाली हिमालहरूलाई चाइनापट्टिको पाटोबाट हेरिएको भएन। सगरमाथामा फ्रेन्च हेलिकप्टर बसाउँदाखेरि, कसैले प्रयोग गर्दाखेरि, नेपाल सरकारको कसैले आँखा चिम्लिँदाखेरि, कसरी विश्वव्यापी रूपमा नेपालको विपक्षमा जनमत भएको थियो, सिङ्गापुरमा बैठकै बसेको थियो भन्ने कुराको माइनुट हालिदिएछ मैले। त्यसरी त्यो खोजेर लिएर आउँदाखेरि त्यसको विशेषता त्यो हो। अब सगरमाथाको आधार शिविरबाट भन्ने किताबकै कुरा गर्नुहुन्छ भनेदेखि त नेपालमा हिमाल चढ्न आउने टोलीसँग नेपाल सरकारले प्रत्येक टोलीसँग एउटा सम्पर्क अधिकृत, एउटा लाइजन अफिसर खटाउन थालेको त सन् 1921 देखि भयो। सन् 1921 देखि सम्पर्क अधिकृत खटाउन थालियो परराष्ट्र मन्त्रालय मार्फत। 37-38 सालमा पर्यटन मन्त्रालय गठन भयो। त्यस पछाडि 1953 को कुरा हो। 1953 मा सगरमाथा विजय भयो। त्योदेखि पनि तपाईँ निरन्तर हेर्दै जानुहोस् त सरकारले कतिवटा सम्पर्क अधिकृत पठायो होला। धेरै यसो गरेन, कसैले पनि गरेन, चिनेनन्, मुलुकै चिनेनन्। सगरमाथा विजय भएको 56 वर्ष पछाडि मैले सगरमाथाको आधार शिविरबाट भन्ने किताब लेखेँ। 21 देखि गर्नुहुन्छ भने त धेरै वर्ष हुन्छ, 86-87 वर्ष हुन्छ होला। भनिसकेपछि नेपाल सरकारमा कस्ता मान्छेहरू छन्, मुलुकप्रति कति संवेदनशील भन्ने एउटा कुरो पनि देखियो। अर्को कुरो 56 वर्ष पछाडि, 57 वर्ष पछाडि नै सही, मैले हिमालको वास्तविक फेदेको रिपोर्टिङ गर्दै मान्छेले चिने, देखे, बुझे, लोकप्रिय भयो। त्यसो भएकाले गर्दा हाम्रो हिमाल हामीले चिनेको छैन। जबकि बाहिर संसारमा जाने बित्तिकै नेपालको नाउँ नसुने मान्छेलाई पनि माउन्ट एभरेस्टको नाउँ सुने हुन्छ। कसैलाई चित्त बुझ्ला, कसैलाई चित्त नबुझ्ला, बेग्लै कुरा। तर नेपाललाई संसारभरिका मान्छेले चिनाउने कुरा 4वटा मात्रै छ। हेर्नुहोस्, मैले यो युरोप अमेरिका सबैतिर घुमेको नाताले मैले भन्दाखेरि के छ भने, पहिलो कुरो एभरेस्ट भनेर चिन्छन्, दोस्रो कुरो बुद्ध भनेर चिन्छन्, अब त्यसमाथि पनि गलत प्रचारहरू छन्, अनि तेस्रो चाहिँ शेर्पा भनेर चिन्छन्, चौथो गोर्खा भनेर चिन्छन्। हेर्नुहोस्, यो प्रष्ट कुरो। म नै जाँदाखेरि आइएम फ्रम नेपाल भनेर भन्ने बित्तिकै शेर्पा भनेर सोध्छन् मान्छेहरूले। त्यसरी एउटा सुपर ह्युमन, शेर्पाहरूलाई सुपर ह्युमन बनाएर उनीहरूले त्यसरी एउटा क्यारेक्टराइज गरिराखेको अवस्था छ। यस्तो कुरो कहाँ पाइन्छ? संसारको कुनै पनि देशमा यस्तो विविधता पाइँदैन। यही विविधताको प्रचार गर्न हाम्री आमा साह्रै सुन्दर हुनुहुन्छ भन्ने थाहा दिनलाई लेख्छु। प्रत्येक ढकालले लेखेका जति पनि नियात्राहरू छन्, हजुर, ती पढ्दाखेरि चाहिँ हजुर, पाठकहरू चाहिँ आफै त्यहाँ पुगेको भान गर्छन्। हजुर, त्यो म आफैले पनि महसुस गरेँ पुस्तकहरू पढ्दाखेरि। यस्तो खालको पाठकहरूको प्रतिक्रियाहरू पाइराख्दाखेरि हजुर, तपाईँ आफै चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ त्यसलाई? त्यसले मलाई सिधा सिधा अर्थमा खुसी दिन्छ। अर्को कुरो
स्कुल कलेज प्लस 2 पढ्ने स्कुल कलेज पढ्ने भाइ बहिनीहरू भनौँ न बिलो 20 का भाइ बहिनीहरू उत्साहित भएको देखेर पनि खुसी लाग्छ। अनि हिँड्न नसक्ने मान्छेहरू जस्तो अब मेरो त्रिवीको पूर्व उपकुलपति हुनुहुन्थ्यो महेश कुमार उपाध्याय, अब कलाकार मनोज बाबु मिश्र, डाक्टर छविलाल बजुदेव, डाक्टर दयानन्द बजाचार्य, डाक्टर तीर्थ श्रेष्ठ, अब यस्ता मान्छेहरू मेरो पाठक हुनुहुन्छ र हरेक कृति निस्किने बित्तिकै उहाँहरूसँग अन्तर्क्रिया हुन्छ भनेर गौरव लाग्ने कुरो त भइ नै हाल्यो। त्यसो भएकोले गर्दा अहिले त मलाई मनोज बाबु दाइले त एक ठाउँ लेख्नु नै भएको छ, त्यत्रो वरिष्ठ कलाकारले लेख्नु नै भएको छ। म 24-25 वर्षदेखि गुफावासी मान्छे हुँ, घरमै बसेको छु, तर म नेपालको हिमालबारे जान्दछु भन्ने मलाई गौरव छ, मलाई घमण्ड छ हिमालबारे जान्दछु भने, किनभने मैले प्रतिको किताब पढेको छु भनेर लेख्नु नै भएको छ। त्यसो देख्दा चाहिँ खुसी लाग्छ। धेरै वर्षदेखि चाहिँ साझा प्रकाशनको बेस्ट सेलर हजुर यहाँको पुस्तकहरू छन्। हजुर 6 वर्षै भयो निरन्तर छन्। 6 वर्षसम्म चाहिँ फर्स्टमै छन्। 7औं वर्ष चाहिँ टप 20 मा 3, 6, 9, 11, 12, 18 मा मेरा किताबहरू छन्। यसले चाहिँ अब खासमा बाहिरको प्रतिक्रिया चाहिँ प्रतीकले चाहिँ आफू सरकारी कर्मचारी पनि भएको कारणले साझाका कर्मचारीलाई प्रभावित पारेर चाहिँ यस्तो गर्यो, प्रतीक आफैले चाहिँ झोलाका झोला किताब किनेर लिएर जान्छ साझाबाट भन्ने खालका आरोपहरू पनि लाग्छन्। के हो तपाईँले यस्तो? मैले मेरो किताब किन किन्नुपर्छ? सिधा सपाट कुरो नै यो के हो भने सबै यो जलन हो। कुरा के हो भनेदेखि साझाका कर्मचारीले प्रभाव पारिदिएर प्रत्येक किताब बिके भनेर भन्छ, विज्ञप्तिमा निकाल्ने बराबरको रकमको मूल्य त्यहाँ पोस्टिङ भएको हुनु परेन, खातामा देखिनु परेन। त्यो बिक्रीको मूल्यको आधारमा त साझाले मलाई रोयल्टी तिर्छ, कति प्रति बिक्री भयो भन्ने बारेमा त्यसबाट उसले 20% निकालेर त मलाई रोयल्टी तिर्ने हो, उसले त्यो अङ्कमा त कर तिर्छ। नम्बर 1 साझाको प्रभावित पारियो भन्ने कुरो। नम्बर 2 प्रतीकले अहिलेसम्म मेरो 6वटा 7वटा किताब मात्रै सबै त्यो पढेका छन्। 1 वर्ष त 1 देखि 6 सम्म नै पढेको छ। अनि फेरि यो जलन भएको मान्छेहरूलाई के हुँदो रहेछ भने जसको भित्र खार मात्रै छ, जसले लेख्यो बिकेन, अनि त्यसले चाहिँ के हुन्छ भने मेरो खुट्टा तानेर म माथि जान्छु कि भन्ने ठान्छ। तर त्यो हुँदैन। प्रत्येक ढकाललाई बदनाम गरेर उसको किताब बिक्ने होइन, उसले पनि पाठकलाई त्यसरी नै गर्नु, त्यसरी नै अध्ययन गर्नु। तपाईँ विचार गर्नुहोस्, घरमा 4वटा कविताको किताब भेटिँदैन, त्यो मान्छेले के अध्ययन गरेर लेख्यो होला र अनि उसको किताब बिक्नु पर्ने? मेरो अर्को नियात्राकारहरूको कुरा गर्नुहुन्छ भने उसको घरमा नेपाली नियात्राका सबै किताब त हुनु पर्यो, जसरी तपाईँलाई मैले अहिले देखाउन सक्छु। अध्ययन त हुनु पर्यो। अध्ययन नगरेको मान्छेले जब फोकटा धान हो गुदी नभएपछि मान्छेले किन्दैन, अनि मान्छे रिसाउने रहेछन् एउटा कुरो। अर्को कुरो, मैले तपाईँ विचार गर्नुहोस् त 6-7 वर्षदेखि निरन्तर मेरो 6-7वटा 10-12वटा किताब मैले निरन्तर किनेर कहाँ थोपार्छ, त्यो राख्नु किन पर्छ? जस्तो परार सालको साझा प्रकाशनको प्रदर्शनीमा मैले 52,000 को किताब किनेछु। टोटल 52,000 को बिल मैले राखी चढाएछु। तपाईँहरू जस्तै सञ्चारकर्मी कसैले सोध्न आउनुभयो भने त्यहाँभित्र मेरो एउटा पनि किताब छैन। म त अरूको किताब पढ्छु नि त। जब लेखक आफैले पढ्न छोड्छ त्यसको किताब किन किन्नुपर्छ? त्यो किताबमा त राम्रो कुरा हुँदैन। त्यसो भएकोले जलनको कुरा मात्रै हो। ओरान पामुकले पनि त्यही भनेका छन्। मेरा सबै साथीहरू जब सबभन्दा धेरै बिकेको थाहा पाउँछन् अनि त्यो दिन रिसाउँछन्, अरू बेला साथी नै हुन्छन्। र मेरो विपक्षमा राख्ने भनेको पनि पुस्तकको लेखकै हो। नेपाली लेखनको भविष्य कस्तो देख्नु भएको छ? मैले त एकदम राम्रो देख्छु। हेर्नुहोस्, किनभनेदेखि अघिल्लो वर्ष मलाई लाग्छ 65-66 तिर होला मेरो साझाबाट मैले 1,65,000 बुझेको थिएँ। 66-67 मा मैले 3,97,000 रुपियाँ बुझेको थिएँ। किन अब लेखेर हुँदो रहेछ त। अब अहिले नै पनि तपाईँले देखिरहनु भएको छ, म 2 वर्षदेखि तलब पाइरहेको छैन। म आधा दाबी गर्न पनि गइरहेको छैन, तर म पालिएको छु, सजिलो गरी पालिएको छु। त्यसो भएकोले गर्दाखेरि लेखनको भविष्य छ। तर तपाईँले किताब लेख्नको लागि लेख्ने, अर्को लेखकको खुट्टा तानेर माथि जान सक्छु कि भन्नुभयो भने चाहिँ त्यो हुँदैन। अहिले हेर्नुहोस्, राम्रो लेखकहरू बिकेको छन्, चलिरहेका छन्। तपाईँले अहिले धेरै नै फटाफट 8-10वटा बेस्ट सेलरको कुरा गर्न सक्नुहुन्छ। ती बेस्ट सेलरहरूले अर्कालाई स्वीकार्दैनन्, तर म चाहिँ स्वीकार्छु। नेपाली लेखकहरूले चाहिँ धेरै जस्तो चाहिँ कपी पेस्ट गर्छन् भन्ने चाहिँ पाठकहरूको गुनासो छ र कतिपय त्यस्तो देखिएको पनि छ। तपाईँ चाहिँ के भन्नुहुन्छ? अब यस्तो हुन्छ, न आफूले काम नगरेको विधाबारेमा त मैले भन्न मिलेन होइन, त्यो अरू विधाबारेमा त मैले भन्नै मिलेन। अब मेरो विधा त
यहाँ कोठा कल्पना गरेर एउटा हिरो एउटा हिरोइन एउटा घटना कल्पना गरेर लेख्न सक्ने विषय होइन। मैले त डाँडा नागेको कुरा लेख्ने हो, मैले त हिमालको फोटो खिचेर ल्याएर किताबमा छाप्ने हो। त्यही भएर मेरो आरिस गर्ने मान्छेहरूलाई टिप्पणी गर्दा एकचोटि प्रकाश साहेबले भन्नुभएको मैले सम्झिन्छु, तपाईँले हिमाल नाग्नुभयो भनेर जसलाई रिस उठेको छ उसले त्यो तपाईँभन्दा अग्लोमा गइदिए भयो नि त। तपाईँको किताब बिक्यो भनेर जसलाई जलन भएको छ उसले तपाईँभन्दा धेरै बिक्ने गरेको थियो, किनभने मार्केट त मेरो प्रभावमा छैन नि। साझा प्रकाशनमा मैले गएर आउने मान्छेले किताब किनिदेऊ भन्ने हो र। एकचोटि के हो भने मेरो किताब बिक्रीको एउटा अर्को कारण पनि छ। एकचोटि एकजना शेर्पा भाइले यो सगरमाथाको आधार शिविरबाट नै हुनुपर्छ, त्यस दिन म साझाले हस्ताक्षरकारी भूमिकामा बोलाएको थियो। हस्ताक्षरकारी भूमिकामा म थिएँ। त्यो किन्ने मान्छेले लेखक चिन्ने, उहाँले 10-12 प्रति त्यही किताब किनेको थियो। अनि एकजना पत्रकारले तपाईँले किताब किन्नु भएको छ नि भनेर सोध्नु, मैले किने भने मैले ती देखेको किने भन्नु। अनि यत्रो किताब किन्नु भएको छ नि भन्दाखेरि एउटै किताब धेरै प्रति किन्नु भएको छ नि भनेपछि त्यो शेर्पा त सिधा मान्छे हो नि। उहाँले के भन्नुभएको थियो मैले सुनिरहेको थिएँ भने, मैले पैसा तिरेर किन्न पाउँदैन। अनि फेरि पत्रकारले मिलाउनु होइन, एउटै किताब किन धेरै किन्नु भयो नि भनेर भन्दाखेरि अनि उसले भन्थ्यो क्या, त्यो ग्याल्जन अहिले अस्ट्रेलिया गएको छ, मिङमा अहिले उतातिर छ, पूर्व अर्कोतिर गएको छ, के गएको छ, यहाँ सबैको कुरा छ। त्यो भएकोले गर्दाखेरि हाम्रो राखी जोड्नुपर्छ, आएपछि दिनुपर्छ भने साथीहरूको सल्लाह हो। यिनीहरू त यो हिमाली क्षेत्रको हिरो भनेको त हाम्रा शेर्पाहरू हुन् नि। यिनीहरूको बारेमा त कसैले लेखेको छैन नि। अब यिनीहरूको बारेमा, यिनीहरूको संस्कृतिको बारेमा यिनीहरूलाई धेरै सम्मान गरेर मैले लेखेको छु। त्यो भएकोले गर्दा हाम्रो बारेमा हाम्रो कथा छ अरे भनेर शेर्पाले खोज्नुहुन्छ। तपाईँले एउटा कुरा भन्नु, 16औं चोटि चढ्दाखेरिसम्म आपका शेर्पाको चढ्ने हैसियत के थियो भन्दाखेरि पनि मलाई दुःख लाग्छ। हाई अल्टिच्युड पोटर थियो। 16औं चोटि जब सगरमाथाको शिखरमा आपा हुनुहुन्थ्यो त्यस बेला उहाँको हैसियत, विदेशीले पैसा तिर्छ नि, $70,000 त विदेशीले तिर्छ। उहाँहरू त भारी बोकेर जाने हो, गाइडको रूपमा जाने हो, सरदारको रूपमा जाने हो। उहाँको हैसियत थियो हाई अल्टिच्युड पोटर। त्यो कुरा देखेपछि मलाई चित्त दुखेर 17औं चोटिदेखि अब यो नेपालको ब्युरोक्रेसी त बडा खराब छ। कुरा गर्न थाल्यो भनेदेखि त कसैले कुरै लिँदैन, कुरै सुन्दैन। कानुनमा छ, अनुसूचीमा छ, नियम संशोधन, कानुन संशोधन भन्न थाल्छ। राम्रो काम हो यो, राम्रो काम मैले गर्छु भने अनि मैले हाई अल्टिच्युड पोटर भन्नेको सट्टा क्लाइम्बिङ सपोर्टर, पोटरको अगाडि एसयु थपिदिएको मात्रै होइन। हिजो भरिया भएको आज विज्ञ भयो नि त। एकदमै क्लाइम्बिङ सपोर्टर भनेको त यी सबै बाहिरबाट आएको विज्ञहरू भनेको हामीले सपोर्ट गर्न आएको सपोर्टर त हो नि। त्यस्तै आफ्नो विज्ञताको कारणले शेर्पाहरू त्यहाँ छन्। त्यसैले तिनीहरू अब पोटर होइनन्, दे आर क्लाइम्बिङ सपोर्टर। यसरी मैले बनाएको त्यो कुरो। अनि मैले शेर्पा भाषाकै कुराहरू लेखिदिन्छु, त्यहाँ शेर्पा संस्कृतिका कुराहरू लेखिदिन्छु। म पनि त तराईमा हुर्केको बाहुनको छोरो हो नि, होइन? मैले के सो लागेलो भन्ने दिन गर्नु के जरुरी थियो, होइन? लप्सङमा पूजा गर्नु के जरुरी थियो, लुम्टा र छोत्तरको कुरा गर्दा हिँड्नु के जरुरी थियो, तर मैले गर्छु। मलाई थाहा छैन ओम मणि पद्मे हुँ हो त्यसको खास रूप संस्कृतबाट त्यसरी आएको, प्राकृत हुँदै त्यसरी आएको ओम मणि पद्मे हुँ हो भने। तर मैले यो शुद्ध कुरा भने त्यहाँ कसैले पनि बुझ्दैन। त्यही भएर म पनि त्यहाँ गएपछि ओम मामे पेमे हुँ नै भन्छु म पनि। त्यसैले स्थानीय संस्कृतिलाई सम्मान गरेर सर्बाल्टन भन्छौँ नि अहिले हामी, किनारमा पारिएका, किनारामा रहेका मान्छेहरूलाई उठाएर मूलधारमा ल्याएर उनको किताब बनाइसकेपछि मान्छे खुसी हुँदैन। यसरी मैले त सम्मान गर्ने शेर्पाहरूलाई नै। यहाँ विदेश यात्रामा निस्किराख्नु भएको छ, 10-12 देश घुमेको कुरा पनि गर्नुभयो। हजुर। विदेशमा रहेका नेपालीहरूले प्रतीक ढकालका पुस्तकहरू कतिको पढ्छन्? अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रले सम्मान गर्दाखेरि चाहिँ मलाई के भनेको थियो भने तपाईँको कारणले हामीले देशको गन्ध पाइरहन्छौँ। त्यहाँ भएको 35-36 जना मान्छे मध्ये कमसेकम एउटा किताब होला हाम्रो सिरानीमा छ भन्नुहुन्थ्यो। र अहिलेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष गीता खत्रीजीले एक ठाउँमा के लेख्नु भएको छ भने हामी त टाढा छौँ, बाध्यताले भए पनि टाढा छौँ, अवसरका कारणले भए पनि टाढा छौँ, तर माटोको गन्ध सुँघ्न मन लाग्यो भने प्रत्येक ढकाल किताब फर्काउँछौँ भनेर लेख्नु पनि भएको छ। माटोको गन्ध सुँघ्न भन्नुभएको छ। मलाई खुसी लाग्छ, उहाँहरूप्रति मेरो ठुलो सम्मान। तपाईँको प्रकाशोन्मुख जुन अन्नपूर्ण परिक्रमा जुन आउँदैछ त्यसको बारेमा चाहिँ थोरै बताइदिनु न। यो कस्तो हो भनेदेखि बिबिसीले एकचोटि वर्ल्ड वाइड सर्वे गरेको थियो, विश्वव्यापी सर्वेक्षण गरेर के भनेको थियो भने त्यसको रिजल्ट कसरी 20 गोल्डन डेस्टिनेसन्स अफ द वर्ल्ड भनेर निकालेको छ।
संसारका 20वटा स्वर्णिम गन्तव्य भनेको छ। त्यसमा 3 नम्बरमा सगरमाथाका आधार शिविरबाट छ। सगरमाथाका आधार शिविर पुग्छु भन्ने छ। मैले त आफ्नै किताबको नाम भनेको छु। अनि 12 नम्बरमा चाहिँ अन्नपूर्ण सर्किट भनेको छ, हराउन अन्नपूर्ण भनेको छ। त्यो भन्नुको मतलब कति गौरवपूर्ण मुलुकमा छ भनेदेखि जीवनमा त्यो प्रश्न चाहिँ के थियो, जीवनमा मर्नुभन्दा अगाडि एकचोटि मात्रै भए पनि तपाईँले पुग्न चाहेको ठाउँमा कुन हो भन्दाखेरि संसारका धेरै मान्छेहरूले 3 नम्बरमा सगरमाथाका आधार शिविरमा एकचोटि पुग्न चाहँदा रहेछन्। 12 नम्बरमा चाहिँ हाम्रो अन्नपूर्ण परिक्रमा गर्न चाहँदा रहेछ। त्यो अन्नपूर्ण परिक्रमा भनेको चाहिँ कस्तो हो भने भोचबाट उठ्दै 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 जान्छ, चामे हुँदै आउँछ, मनाङ हुँदै जान्छ, एउटा प्राचीन संस्कृति देखिँदै आउँछ, एउटा नौलो खालको बस्ती देखिँदै आउँछ। त्यो त छँदैछ हिमालतिर। 5416 मिटर अगाडि थोराङ पास, थोराङ पासबाट अनि थोराङ रिची चुलिबो, थोराङ पासबाट तल हेर्न देखिन्छ मुक्तिनाथ। त्यहाँ पुगेर निस्केर आएर मुक्तिनाथ हुँदै तलतिर आएर अनि जोमसमभन्दा मुनिको भाग परिक्रमा गर्दै पोखरा आइपुग्ने हो, नयाँ पुलबाट पोखरा आउने हो। यो 13 दिनको यात्रामा मलाई लाग्छ संसारमा यति सुन्दर चिज अर्को कहीँको बाटोमा पनि देखिँदैन। सगरमाथाका आधार शिविरतिर जाँदा र त्यतातिर जाँदा के फरक छ भने सगरमाथाका आधार शिविरतिर जाँदाखेरि मान्छेहरू अलिकति यो लेक लाग्ने सम्भावना, हाई अल्टिच्युड सिक्नेस हुने सम्भावना हुन्छ। धेरै लामो समयसम्म वनस्पति रहित क्षेत्रमा हिँड्नुपर्छ। हिम नदी भनेर धेरै मान्छेहरूले हिउँ पग्लिन थाल्यो भने त हिम नदी भने त्यो ढुङ्गा, चट्टान, गिटी, ढुङ्गा, बालुवा, ठुल्ठुला क्रसर उद्योग जस्तो त्यसैका त्यो ढुङ्गाको थुप्राले, त्यही गिटीको थुप्राले, बालुवाको थुप्रोको उकालो ओह्रालो तार्नु मान्छे। त्यहाँ जाँदाखेरि धेरै दिन त्यसै हिँड्नुपर्छ। तर अन्नपूर्ण सर्किटतिर जाँदाखेरि चाहिँ टुप्पोमा हिउँ छ, तल सल्लाहको बन्छ। अचम्म छ त्यो। त्यो विचित्रताकै कारणले संसारले त्यो मानेको। नत्र संसारभरिका मान्छेलाई के खाँचो थियो हाम्रो अन्नपूर्णलाई? कोही प्रत्येक ढङ्गले आफ्नो किताब आफै किन्छ भने जस्तो होइन नि। के नेपालको कसले गरेर संसारका सबै मान्छेलाई हाम्रोलाई राम्रो भन्दै भन्यो होला? म त त्यो क्षेत्र खोज्ने हो नि। त्यो क्षेत्रमा दुःख गरेर लेख्ने, दुःख गरेर घुम्ने र मैले एकदम दुःख गरेर हिँड्दा मैले चिनको विचित्र चित्रमा लेखेको पनि छु। यो फोटो म पत्रकार त होइन, तर अब फोटोग्राफर त भएँ नि। आफ्नो किताबमा आफ्नै फोटोहरू प्रायः राख्ने। निदाको बेला पनि राम्रो दृश्य छुट्छ कि भनेर चनाखो हुनुपर्छ। अरू सबै घर हेर्दाखेरि मलाई पनि हुन्छ तर केही छुट लाग्यो भने चनाखो हुन्छ। त्यही भएर सधैँ जिम्मेवारी बोध गरेर गएको कारणले गर्दा त्यो अन्नपूर्णको त्यो सुन्दरता पनि मैले आफ्नो दाजुभाइ दिदीबहिनी पाठकलाई पस्केको छु। आफूले कठिन काम गरेर हेर्नुहोस्, जोसुकैले जेसुकै भनोस्, हामी प्राचीन पुराण ग्रन्थहरूमा के छ भने कठोर तपस्या गरेपछि देवताले पनि वरदान दिएको कथा हामी पढ्छौँ, हो कि? प्रत्येकले खुट्टा खियारै शेर्पा बाहेक अरू क्षेत्री बाहुन कोही नपुगेको ठाउँमा रातो दिन घुमेर फुर्सद हुने बित्तिकै दसैँको छुट्टीमा घरमा नबसेर छोराछोरीले रुवाएर स्वास्नीलाई पढाएर रात दिन यो हिमालको फेदीमा गाँसेर यसले 40-45वटा हिमालको फेदीमा गर्छ। हरेक हिमालको पूजा गर्दै हिँडेको छ भन्ने कुरो त पाठकलाई त थाहा छ नि। अनि ती मेरा भगवान् त तिनै हुन् नि। यो कसले कुरा काट्यो त्यो मेरो केही पनि होइन। तर जसले किताब किनेर पढेका छन् र जसले मलाई राय सल्लाह दिएका छन्, जसले मलाई आशीर्वाद दिएका छन्, ती त मेरा भगवान् हुन् नि। ती भगवान्ले त मलाई तथास्तु भनेर वरदान दिएका छन्। उनीहरूले के बुझेका छन् भने यो प्रत्येक ढकालले लेखेको किताब घरमा बसेर लेखिँदैन। एउटा हिरो र एउटा हिरोइन अनि बाउले नमानेको अनि डाँडाङ डुडुङ परेर लास्टमा कि बिहा भयो कि छुट्टियो भएर प्रत्येक ढकाल किताब भन्ने मलाई थाहा छ नि। त्यो भएकाले गर्दा पाठकको आशीर्वाद अन्त्यमा हजुर एकजना चलेको लेखक हुनुहुन्छ, नेपाली लेखनकार, 3 कमजोरी र 3 राम्रा विशेषता भनिदिनु। 3 कमजोरी चाहिँ के हो भनेर भन्नुहुन्छ भने निराशावादी लेखन लेख्नु। तपाईँको किताब पढेर मान्छे रुवाउन किन लेख्नुहुन्छ? तपाईँको किताब पढेर तपाईँको निराशा, तपाईँको कुण्ठा, त्यो एउटा पैसा खर्च गरेर आएको मान्छेको दिमागमा तपाईँको कुण्ठा सारेर त्यसलाई बिरामी किन बनाउनुहुन्छ? लेख्नुहुन्छ भने सकारात्मक सोचमा त्यसो भएकाले गर्दा निराशा र कुण्ठा लेखिनु, बिना अध्ययन लेखिनु है, बिना अध्ययन लेखिनु। अनि नेपाली पाठकले के चाहेका छन् भन्ने कुरो नबुझेर लेख्नु, पाठकको चाहना पनि नबुझ्नु, आफूले अध्ययन पनि नगर्नु। उसको घरमा एउटा लेखकको घरमा कमसेकम 200-400 किताब त हुनु पर्यो नि, परेन माताजी? पढ्नु पर्यो नि। लेखक गरे मेरो किताब बिकेन भनेर प्रत्येक ढकालको पछाडि लाग्छ। उसको घरमा गयो भने 10वटा किताब दिएँ। त्योभन्दा दरिद्र दृश्य जति होला कुन होला एउटा लेखक घरमा जब कसैको फोन आउँछ नम्बर टिप्नु पर्यो भने कलम खोज्न दौडिनुपर्छ, कापी खोज्न दौडिनुपर्छ।
लेखकको घरमा कापी र कलम भनेको त छ्यासछ्यास्ती भेट्नु पर्दैन, कहाँनिर कुन बेला मोड आउँछ। तपाईँले मैले अहिले घरमा गयो भने देखाउन सक्छु। मेरो बैठक कोठामा एउटा किताब चालु हुन्छ, बेडरुममा एउटा हुन्छ, टिभी कोठामा एउटा हुन्छ, किचनमा एउटा। मेरो 4वटा किताब सँगसँगै पढिरहेको हुन्छ, किनभने मलाई त्यो लिएर आउन फुर्सद हुँदैन। समय त जिन्दगीको आयु आउँछ, समय खेर फाल्ने चिज हो, समय पाउन सकिन्छ। त्यो समय त हेर्नुहोस्, कति बेला मात्रै मान्छेले बुझ्छ भने महँगो एउटा इन्जेक्सन दिएर अन्तिम कालमा भएको मान्छेलाई 1 घन्टा बचाउन सकिन्छ अरे भनेर मान्छेले भन्नु, एउटा धनाढ्य मान्छेले कति लाख खर्च गर्ला त्यो इन्जेक्सन। त्यस्तो समय कति खेर फालेको छैन। त्यसो भएर खेर फाल्ने समय मसँग छैन। मान्छेहरू भन्छन् टाइम पास भएको छ। मलाई त अहिलेको यो केसले पनि बहुत राम्रो भएको छ। यति पढ्न पाएको छु, यति लेख्न पाएको छु, यो त भगवान् जो गर्दा है भलाइ गर्दा। अनि अब यो कुरो कमजोरीको कुरो हो। अब नेपाली लेखनका सबल पक्षमा म आउनै बाँकी छ। नेपाली लेखन व्यावसायिक हुँदै गएको छ। तपाईँले 8-10 जना लेखकलाई लेखेरै पैसा कमाएर बाँधिदिएको देखिरहनु भएको छ। व्यावसायिक हुँदै गएको छ। पाठकहरूले मेहनती लेखक कुन हो र किताब लेख्नका लागि लेखकमा नाम आउनको मात्रै आएको लेखक को हो भन्ने बुझिसकेका छन्। पाठकहरू तथ्य खोज्न थालिसकेका छन्। अब नियात्राको कुरो मेरो विषयमा आउनुहुन्छ भने पाठकहरूलाई तथ्य होइन, फेरि त्यहाँनिर निजात्मक अनुभूति चाहिन्छ। थोराङ पास कस्तो छ, अन्नपूर्ण बेस क्याम्प कस्तो छ, एभरेस्ट बेस क्याम्प कस्तो छ, लोछेको साउथ फेस कस्तो छ भन्नु भने त तपाईँले गुगलमा सर्च गरे आइहाल्छ नि जम्मै। मेरो किताबमा भन्दा बढी सूचना त त्यहाँ छ नि। तर त्यो देखेपछि मैले के सोचेँ, मेरो मनको कुन तन्तुलाई छोयो, कुन तार झन्कृत हो, मैले कसरी कर्तव्य बोध गरेँ अथवा गरिनँ। यी कुराहरू जब तपाईँले दिनुहुन्छ, पाठकको हृदयमा हान्ने छाप भनेको चाहिँ त्यो हो। यस्तो सुन्दर देश देखेर आएर निराश हुने कुरा गर्नुहुन्छ। म त दुःख दिइएको, अप्ठ्यारोमा पारिएको, मुद्दा बेहोरिराखेको मान्छे हो नि, तर म खुसी छु। किनभने मैले त यस्तो अवसर पाइरहेको छु। ल 400-500 किताब पढेँ होला होइन। यो 400-500 किताब भनेको त ठुलो कुरो भयो। अनि मैले के थाहा पाएँ, यही बेलामा जब मैले शुक्ल यजुर्वेदको गम्भीर अध्ययन गर्ने मौका पाएँ। वातावरण विज्ञान अहिलेको वातावरण विज्ञान त केही पनि होइन। त्यस बेला वातावरण बिग्रेकै थिएन र पनि हाम्रो पुर्खा त्यति सचेत रहेछ। तपाईँले अब मेरो त्यो यो आउँदैछ नि जुन परिक्रमा अन्नपूर्ण, त्यसमा मैले एउटा सानो हिस्साको सार खिचेर राखिदिएको छु। त्यसबाट तपाईँले देख्नुहुन्छ कि हाम्रा आदिम पुर्खाहरू कति अध्ययनशील थिए र कति समर्पित भएर चाहिँ आफ्नो विषयवस्तुमा लाग्दैन। अहिले त यो लेखकको कमजोरी तपाईँले अघि भन्नुभयो, आफू नपढिकन लेखेपछि त तपाईँको मनमा उब्जाएको कथा पढ्ने फुर्सद कसलाई छ। तर तपाईँको कथाले जीवनमा परिवर्तन ल्याउँछ भने पढ्छन् भन्छ। तपाईँले देख्नु भएको छ, मेरो किताब हातमा बोकेर त्यो क्षेत्रमा घुम्न जाने नेपालीको सङ्ख्या वात्तै बढेको छ। यो मेरो खुट्टा तान्नेहरूलाई चुनौती पनि हो नि। तिम्रो किताब बोकेर त्यसरी नै हिँड्ने मान्छे बनाऊ न, त्यसरी नै माया गर्ने मान्छे बनाऊ न। अहिले हेर्नुहोस्, सुदूरपश्चिमतिर घुम्ने पूर्वेलीहरूको सङ्ख्या कति बढेको छ, सगरमाथा कति गएको। यो अहिलेको यसरी नै मेरो किताब पढेर घुम्न जाने मान्छेहरूले घुम्न नजानेर के दुःख पायो, हिमालमा घुम्नुको विशेषता के हुन्छ भन्ने जानकारी दिने सिङ्गो कथा हो यो अबको परिक्रमा अन्नपूर्ण। मेरो किताब पढेर प्रभावित भएका मान्छेहरूको कथा हो त्यो। हस्, धन्यवाद यहाँलाई। एकदम माधवजी, तपाईँले पनि मलाई यसरी आफ्नो लेखन, आफ्नो रचना धार्मिकताका बारेमा यस्तो लामो कुरा गर्ने मौका दिनुभयो। धेरै धेरै धन्यवाद। दर्शकवृन्द, यहाँलाई पनि धेरै धेरै धन्यवाद। यतिन्जेलसम्म एकजना लेखक प्रतीक ढकालसँगको अन्तर्वार्ता हेरिदिनु भएकोमा, र धन्यवाद साथी धीरज खड्कालाई जसले यतिखेरसम्म क्यामेरामा हाम्रो दृश्य कैद गरेर सहयोग गर्नुभयो। आजको अन्तर्वार्ताबाट बिदा चाहन्छु। नमस्कार।